guys, welcome to my new vlog. आज चाहिँ हामी आछौँ बौद्धमा नयाँ है न्यू हाम्रो सेम यस्तो के चाहिँ हामीले अनि हामी चाहिँ आज बौद्धमा घुम्न गयौँ आज चाहिँ दिदीकोमा सुन्दर दिदी पनि आउनु भएको तर सुन्दर दिदी चाहिँ आउनु भएन उता जानुभयो अन्त दिदीकोमा अनि हामी चाहिँ दिदी म छोराहरू हामी आएको अनि रमाइलो भइरहेको छ घुम्यो हामी दिदी दिदी आज इयरिङ पनि किन्यौँ हामीले सेम है तपाईँलाई कस्तो देखिरहेको छ भन्नु कमेन्टमा अनि हामी त्यो किन्यौँ अनि अहिले सपिङ हामी गर्न बाँकी छ अनि भोक लागेर चाहिँ हामी रेस्टुरेन्टमा खानु गएको अब लाग्छ साथी है मिठो हुन्छ बौद्धको रमाइलो भएको छ है दिदी पनि चाहिँ आउनु भयो रमाइलो हुन्छ है समिता दिदी पनि आउनु पाउनु भएन त्यसले गरेर जानु भयो हेर्दै गर्नु होला रमाइलो छ यहाँ चाहिँ बस्नलाई यो चाहिँ छोराको आउने ठाउँ रहेछ है यो चाहिँ यो रेस्टुरेन्ट रहेछ यो साइडदेखि कस्तो रमाइलो छ है यता खाने ठाउँहरू अनि किमा नुडलहरू पाउँदो रहेछ नि यहाँ मिठो मान्छेहरू पनि भिड छ है बौद्धमा आएपछि चाहिँ राफिङ र किमा नुडल चाहिँ मिस गर्न आउँदैन है मलाई एकदम मिठो हुन्छ है अनि हाम्रो चाहिँ छोराहरू त्यहाँ राफिङ लिन गइरहेको छ किनकि यो रेस्टुरेन्टमा हामी बसेको रेस्टुरेन्टमा चाहिँ नपाउँदो रहेछ नि त अहिले त्यही भएर उनीहरू चाहिँ यता साइडमा लिन गएको छ अनि हामी चाहिँ लाफिङ वेटिङ गर्दै बसिरहेको दिदी बहिनी दुईजना म चाहिँ साइली दिदी हो साइली दिदी अनि म चाहिँ कान्छी बहिनी हो अनि जेठी र माइली छैन आज हामी दुईजना मात्रै सिस्टरहरू हामी चाहिँ एकछिन यहाँ बस्दैछौँ हामी मिन्ट लेमन साइली दिदी चाहिँ बहिनी कान्छी दिदी के अरे कान्छी चाहिँ दिदी साइली चाहिँ कान्छी जस्तो देखाएको छ है हेर्नु है कमेन्ट गर्नु है को चाहिँ दिदी जस्तो देखाएको छ हेर्नु है म दिदी हो तर के अरे उहाँ चाहिँ बहिनी जस्तो देखिन्छ है हेर्नु अनि कमेन्ट गर्नु है अनि यहाँ चाहिँ हाम्रो मिन्ट आइसक्यो लेमनरेड यहाँ यस्तो अब हामी चाहिँ खाँदैछौँ अनि हेर्दै गर्नु होला आजको भ्लग हाम्रो घुमिँदा नत्र भनेदेखि बर्थडे भ्लग एनिभर्सरी भ्लग त्यस्तो जस्तै अनि त्यो पनि फ्री नै हुँदैन थियो अनि के अरे भ्लग बनाउनु पनि स्कुलमा जान अझै सकेर स्कुल हाम्रो रिजल्टको लागि भोलि जानु छ अनि आज चाहिँ अलिक फ्री भएको भएर अनि आएको यस्तो घुम्न भनेर हामी गर्नु दिदी बहिनी अनि यस्तै छ आजको भ्लग कहिले हेर्दै गर्नु होला तपाईँहरूलाई नै घुमाउँछ हामी हेर्दै गर्नु होला पनि आयो छोराले यहाँ खाँदैछ यसले अघि यो कम बदमास छैन भाइ चाहिँको नाक दुलो मात्रै आउने गरी खिचेछ यार भिडियो मेरो छोराको तिम्रो क्या अघि दादाले मेरो छोराले यहाँनिर लाफिङ उसको चाहिँ फेभरेट हो लाफिङ अनि तिमीहरूको उसले त बबल टी पनि भ्याइसक्यो है मिठो छ सामु खाऊ खाऊ तिमीले त झोल खाँदैन अनि आज त सुक्खा मगाएछ तिमीलाई सुक्खा मिठो कि झोल होला हामीलाई त झोल है प्रत्युष झोल खाने अझै ल लिएर खाऊ खाऊ यहाँ दिदी थोक मिल्दै हुनुहुन्छ यहाँ म पनि यहाँ छु थोक मिल्दैछु किनभने झोलवाला ल्याइदिनु होला त हाम्रो त त्यो उसको ल्याइदिएछ हो सुक्खा मलाई पनि झोलै मनपर्छ ल्याइदियो है मैले गरेर बसिरहेको सृष्टिलाई कुरेको सृष्टि कता अरे अरे सृष्टिको दिन्छ आइसक्यो सृष्टि र दिन्छ आइपुग्यो जाउँ त लिएर आयो अब किमा नुडल्स पनि आयो अनि झोल मोमो चाहिँ एकदम मिठो रहेछ है हामीले खाएको मिठो छ दिदी मिक्स गरेर कस्तो मिठो छ अब मिक्स गर न यो किमा नुडल्स पनि आयो किमा नुडल्स खाँदैछ खोइ उतिले खाँदैन होला तपाईँ खानु नखाने पिरो एक्स्ट्रा त त्यसमै त्यसको टिक्को हुन्छ यो चाहिँ के हो रे चाउमिन अनि यो चाहिँ के पो भन्नु चाहिन्छ दुईटा दिनु न बहिनी कस्तो दामी देखेँ बास्ना नै फ्लेभर कस्तो मिठो आइसक्यो सानो यो घोटिन्छ छोरा यो अलि कस्तो गर्मी भयो अन्त सुप खाएर होला नि लामा आएको यो खानु न अलिक यसमा राखेर खानु भयो चाहिँ खाँदैछ मिठो छ मिठो भन्नुभयो दिदीले कस्तो बास्ना आएको थियो अघि फ्लेभर चाहिँ कस्तो मिठो आएको
नुन कडा भन्छ नुन कडा टु मच खाएर है यहाँको चाहिँ झोल मोमो अनि त्यसपछि किमा नुडल्स चाहिँ दामी रहेछ चाउमिन चाहिँ खासै चाउमिन कस्तो रहेछ चाउमिन ठिकै छ त्यस्तो ठिकै वाउ चाहिँ छैन है सबसे दामी भनेको चाहिँ झोल मोमो के मिठो लाग्यो दिदी झोल मोमो अनि किमा नुडल पनि लाफिङ पनि मिठो छ मलाई त मिठो लाग्छ लाफिङ चाहिँ ठिकै समीक धेरै लाफिङ खाएर ढलिसक्यो पेट फुट्न लाग्यो उसको पोल्या हो कसले खानु भनेको छ धेरै पानी खाऊ न त पानी पिरो खानुपर्छ नि बच्चा भए अनि हामी चाहिँ खाएर जाएको छ मेरो त ओठमा पनि हात आएर निकै नहुने भयो धेरै खाएर अब मुख आगरा गरेर रमाइलो भयो त्यो सबैकै धेरै खाएर डकाएको छ है समुद्र अनि अब हामी एकछिनमा चाहिँ अब बाहिर कोरो गर्न जान्छौँ अब घुम्ने अब साँझको है इभिनिङ अनि हेर्दै गर्नु होला अझै हाफ त हुँदैन गर्मीमा हामी चाहिँ अहिले लाफिङ खाएर हामी खाइसकेर अनि हामी जाँदैछौँ अब उता यसो केही सामानहरू हेर्नको लागि यता अगाडि दिदी हिँड्दै हुनुहुन्छ अनि म यहाँ छु तिनीहरू पछाडि हिँड्दैछ हेलो भन हेलो हेलो हामी चाहिँ जाँदैछौँ अब कलेक्सनमा अनि दिदी र म दिदीलाई यसो सर्टहरू हेर्नु होइन सर्टहरू हेर्नुको लागि जम्प सुट पनि पाउँ त्यहाँनिर त्यो उसमा सर्ट हामी चाहिँ त्यहाँ घुम्न जाँदैछौँ अब फेरि हामी एक राउन्ड लाउनु पऱ्यो रमाइलो भइरहेछ आजको यहाँ यस्तो कति रमाइलो है साँझमा चाहिँ मौसम त सेतो भएको छ आकाश त निलो छैन कति रमाइलो साँझमा त फ्रेस फ्रेस भेजिटेबल रमाइलो हुँदो रहेछ बेलुका हिँड्दाखेरि चाहिँ अब एकछिन अझै हिँड्नुपर्छ तलतिर कति रमाइलो है साँझमा हामी चाहिँ यहाँ अहिले चाहिँ मान्छे धेरै भएछ है अघि आउँदाखेरि त थिएन है मान्छेहरू ऊ त्यहाँ माथिबाट होला त्यहीँबाट छिरे जस्तो लाग्थ्यो म त अस्ति न बिर्स्यो जाऊँ न अब कस्तो राम्रो देखेको गुम्बा हिँड्दैछौँ यहाँ है हामी चाहिँ अब के हेर्नु जाने मम्मीलाई सर्ट टी सर्टहरू हेर्नु जाने यो चाहिँ हामी यहाँ अब एकछिन यहाँ राउन्ड लाएर हामी चाहिँ अनि फेरि उता अर्को ठाउँमा जानु पर्यो हामीले भने दोकान त बन्द भएछ आज है माछा छ नि यहाँ कति धेरै हरियो दहमा माछा खेलेको भनेर गीत गाएको कति धेरै छ है माछा च्याङ्ग्रे शिव भगवानको मन्दिर यहाँ जी गर्ने होला नि यहीँबाट घुमेर जाने कस्तो राम्रो है फ्लावरहरू सजाएको यस्तो बस्तीको बिचमा है क्या दामी भएको क्या जय हो बज्रको यहाँ जिगर ल बाबु खिच्छ कमलको फुल पनि फुलिरहेको छ हाम्रो यहाँ गुरु रिम्पोछेको दर्शन गर्न आउँदाखेरि
टन्नै रोप्नु भएर कमलको फुलहरू लेउ पनि चाहियो लेउहरू उम्रिँदो रहेछ है कस्तो राम्रो कमलको फुलहरू आमा छोरा थपेलाई आमा छोरा त दाइ र बहिनी जस्तो देखेछ नजिकबाट फोटो खिच्नु लायो भने हो मैले त भिडियो खिचेँ मेरो छोरा यहाँ है रमाइलो भइरहेछ अनि उता अब उता पनि पोरो गरिसक्यो अब हामी एकछिन अझै उतातिर घुमेर छ अनि हामी जाँदैछौँ घरमा रमाइलो भयो आज है दिदी रमाइलो भयो टिकटकर पवनको मम्मी पनि रहेछ है टिकटकर पवन मम्मी आज चाहिँ पूजा भइरहेको छ अहिले त्यही भएर हामी एकछिन बसेको यहाँ अहिले चाहिँ हामी अब फर्किन लागेको है म चाहिँ हिँडेर खुट्टा पनि दुख्यो थाकेँ यहाँ चाहिँ दामी दामी रेस्टुरेन्टहरू यताबाट हामी अब माथि बाइक पार्किङ गरेछ अनि दुईजना बच्चाहरू हिँड्दैछौँ उता अनि हामी दिदी बहिनी चाहिँ यता छोराहरूसँग थाके पनि अहिले त खाएको पनि डाइजेस्ट भयो है रमाइलो भयो आजको भ्लग चाहिँ अनि गौतममा घुम्यो रमाइलो भयो है दिदी बहिनी अनि छोराहरू पनि दुईजना रमाइलो भयो आजको भ्लग चाहिँ अब हामी यहीँ एन्ड गर्न चाहन्छौँ नेक्स्ट भ्लगमा छिट्टै नै भेट हुने नै छौँ भन्दै चाहिँ हाम्रो बाइक स्कुटरहरू पार्किङ गरेको ठाउँमा अनि घर जाने र आजकोलाई चाहिँ है बन्द गर्न चाहन्छु यो भ्लगलाई चाहिँ नेक्स्ट भ्लगमा फेरि छिट्टै भेट्ने आयो हाम्रो छ भन्दा चाहिँ आजको लागि चाहिँ बाई बाई